मलाई साह्रै प्यास लागेको छ कि म त्यही पानी लिन त हिँडेको एकैछिन बस्दै गर्नु म पानी लिएर आउँछु। के गर्ने यति आँखाले देख्ने भए यो दुनियाँ संसार छोडेर तिमीलाई नै हेरिबस्छु। त्यसो नगर्नु, हाम्रो भाग्य नै यस्तो छ त भाग्यलाई चाहिँ लिएको छ तिमीलाई साह्रै दुखाएँ है मैले, तर के गर्ने। होइन त्यस्तो नभन्नु, हाम्रो भाग्यले नै यस्तो गरे त हामी के गर्ने हो र? तपाईँलाई के कमी भएको छ र? नमस्ते नमस्ते। सुन न, तिमी साह्रै राम्रो रहेछौ र सोझी पनि रहेछौ। तिम्रो खुसी केमा छ? मेरो खुसी मेरो लोग्नेमा छ। बिचरा अन्धा रहेछन्। एउटा कुरा भनौँ, तिमी तिम्रो लोग्नेको लागि के गर्न सक्छौ? म मेरो लोग्नेको लागि जे पनि गर्न सक्छु। जे पनि मतलब के गर्न सक्छौ? म मेरो ज्यान पनि दिन सक्छु, तर उहाँको आँखा ठिक हुन्छ भने। म एउटा कुरा भन्छु तिमीलाई, तिमीले चाह्यौ भने तिम्रो श्रीमानको आँखा ठिक हुन सक्छ। केही दिन यता मेरो श्रीमती मेरो घरमा छैन र म चाहन्छु तिमी एक रातको लागि मेरो श्रीमतीको भूमिका निर्वाह गर र म तिमीलाई विश्वास दिलाउन चाहन्छु तिम्रो श्रीमानको आँखा छिट्टै ठिक हुन्छ भने म तिमीलाई कुरिरहन्छु, बेलुका घरमा आऊ। अब यो निर्णय तिम्रो हातमा छ, श्रीमानको आँखा वा जिन्दगीभरको अँध्यारो। अहिले म गएँ। अब यो निर्णय तिम्रो हातमा छ, श्रीमानको आँखा वा जिन्दगीभरको अँध्यारो। म यो काम गर्न सक्दिनँ, बरु जेसुकै होस्। एक्लै हुनुहुन्छ? रेखा हो? हजुर दाइ, म रेखा। भाउजू खोइ त? खै भाउजू बजार गए कि कतिखेर आउने हो छैन। अघि भर्खर यतै देखेको थिएँ, कतिखेर जानुभएको भाउजू बाहिर? नानी अब यति आएर बस्छ। कस्तो हुनुहुन्छ दाइ अहिले तपाईँलाई? ठिकै छ। अनि अप्रेसन कहिले भनेको छ नि? खै अपरेसन भाउजू पैसा कमाएर आएको थियो, पैसा लिएर आएको हुन्छ छिटै दिनमा। दाइ अब नदिनु तपाईँले सिटी सन्तान दिनु पाउनुहुन्छ। खै नानी भाउजू पैसा कमाएर आएको थियो, भगवान भरोसा। चिन्ता नगर्नु दाइ, भाउजूले पैसा खोज्नुभयो होला। म भाउजूसँग सानो काम थियो भेट्न भनिरहेको। खै नानी किचनमा त्यहाँ के छ, खाजा नास्ता बनाएर खाएर जाऊ, चिया खाएर जाऊ न, भोक लागेको होला। छैन दाइ, मलाई केही पनि खान मन छैन। भाउजूले भेट्न आएको, अब भाउजू हुनुहुन्न रहेछ पनि लाग्छु नि है। अनि दाइ अपरेसनको दिन चाहिँ मलाई बोलाउनु नि फेरि है, जसरी भए पनि आउँछु। हुन्छ रेखा, हुन्छ तिमीलाई बोलाइहाल्छु नि। हस् हुन्छ दाइ, म लाग्छु है अब राम्रोसँग बस्छु।
काली मैले त देखेँ त तपाईँले आएर देख्नुभयो? देखेँ काली मैले तिमीले मलाई संसार देखायो तिमी साह्रै राम्रो रहेछ अप्सन गर्न डाक्टर थुप्रो पैसा लाग्छ भन्थ्यो यत्रो पैसा कहाँबाट ल्याएको थियो सब्जी त हाम्रो लागि ए मेरो संसार देखाउने उहाँ नै हो भगवान् मेरो ए आयो तिमी औ बस तिमी यसमा मन्जुरी छौ नि तिमी खुसी छौ नि वास्तवमा म पापी नै रहेछु यस्तो कुकर्म मैले गर्नु थिएन एक्सन सुन केही दिन यता मेरो जान पनि छैन तिमी यसमा मन्जुरी छौ नि तिमी खुसी छौ नि टगला एक्सन राख त्यहाँ ग्यास बाल ल डाइरेक्ट बोल दिदी भेनाजुलाई भेट्न जानुपर्ने दिदीलाई कल गर्नु ए मेरो संसार देखाउने उहाँ नै हो भगवान् मेरो एक्सन सुन न तिमी साह्रै राम्रो रहेछौ र सोझी पनि रहेछौ तिम्रो खुसी केमा छ मेरो खुसी मेरो लोग्नेमा छ